आज चाहिँ हामी मोमो बनाएर खाना आँट्दैछौँ, त्यो पनि जीवनको घरमा। मोमो चाहिँ यस्तो मिठो भयो त नि। सो हेलो एभ्रिवान, के छ त खबर? सबैजना सन्चै हुनुहुन्छ होला, हामी पनि एकदम सन्चै नै छौँ। र अहिले चाहिँ हामी मोमोको सामान लिन गइरहेका छौँ बजारतिर। र त्यसपछि चाहिँ हामी किराना पसलमा छिर्यौँ मोमो मसला लिन र तिल पनि लिन। र त्यसपछि चाहिँ हामी लाग्यौँ तलतिर अझै सामानहरू लिनलाई, लसुनहरू के हुँदै थियो। म चाहिँ यहाँ भिडियो बनाइ बसिरहेको। त्यसपछि हामीले प्याज कोपी लिएपछि चाहिँ घरतिर फर्किन थाल्यौँ, किनकि साँझ पनि भइसक्यो थियो अनि छिटो हामीले गर्नुपर्ने थियो। र घरमा आउनु बित्तिकै चाहिँ मैदा मुस्न थालेको। मैदा धेरै नै थियो, त्यही भएर चाहिँ अलिक टाइम लाग्ने भएकोले चाहिँ पहिले मैदा गरेको हामीले चाहिँ। र मैले पनि सघाउन थालेँ लसुन छोडाउनुमा। सो म चाहिँ छोडाइरहेको थिएँ र मैले चाहिँ लसुन छोडाएर चाहिँ सकिसकेको थिएँ। र एजमले चाहिँ त्यहाँ मिहिनेत गर्दै थियो, अलिक मसिनो बनाउनु पर्छ नि त बन्दाहरू, अनि नै राम्रो हुन्छ। लु त्यही भएर यो चाहिँ काम गरेको थियो। मेरो चाहिँ सकिसकेको थियो, थोरै मात्रै बाँकी थियो। र म चाहिँ मासुको किमा बनाउन थालेँ। तपाईँहरूलाई एउटा कुरा भन्दा चाहिँ तपाईँहरू हाँस्नुहुन्छ होला। मैले चाहिँ अहिलेसम्म मासुहरू काटेको छैन र फर्स्ट टाइम हो मेरो चाहिँ किमा बनाएको, त्यही भएर चाहिँ ट्राई गर्दा किमाहरू बनाउन। र मजाले चाहिँ म बनाइरहेको थिएँ बिस्तारै काट्दै। र आन्टीहरू पनि हामीलाई सघाउनु आउनु भयो, किनकि हामीभन्दा बढी आन्टीहरूलाई अलिक आउँछ नि त मोमोहरू बनाउनु। त्यही भएर आन्टीहरू चाहिँ हामीलाई सघाइदिनु भयो, त्यो किमाहरूमा त्यो मिसावट गरिदिनु। र यहाँ चाहिँ मोमो सस हामीले चाहिँ बनाइरहेको थियौँ। र बाहिर चाहिँ मसला पिसिरहेको थियो जीवनले मजाले। त्यसपछि चाहिँ हामी मोमो बनाउन थाल्यौँ। अब सुरुमा केटाहरू त्यस्तै अब अलिक राम्रो हुँदैन होइन, त्यही पनि हामी अब जति सक्दो राम्रो चाहिँ बनाइरहेको थियौँ यहाँ। ल म चाहिँ मिठो डल्लो बनाउनुमा परिरहेको थियो, अनि यहाँ चाहिँ मोमोहरू बनाएर चाहिँ सबैजना चाहिँ हामी हाँसिरहेको थियौँ, किनकि हाम्रो मोमो बनाएको ढङ्ग अलिक कस्तो डेन्जर भइरहेको थियो। एजमले बनाएको चाहिँ यहाँ देखाइरहेको थियो कसरी बनाउँ भनेर सिकाएर थियो भिडियोमा चाहिँ होइन, त्यही भएर यहाँ चाहिँ म फोकस हानिदिरहेको थिएँ यसलाई। सो त्यही नै बनाइरहेको थियो। अब अनि हामीले चाहिँ भाँडामा राखेको चाहिँ मोमो चाहिँ बनाउन थाल्यौँ है। र मोमो चाहिँ एकछिन पछि निकाल्नु भयो र मोमो चाहिँ दामी भएर पाकिराखेको रहेछ होइन। सो त्यही नै हो। अनि त्यसपछि हामी रुमतिर आयौँ, एकछिनतिर हामी मोमो खाने भनेर। अनि केटाहरू पनि सब मोबाइलमा व्यस्त थिए, अनि म पनि भिडियोहरू सुट गर्न लाग्थेँ। त्यसपछि चाहिँ हामी हुक्कातिर खान थाल्यौँ। यहाँ चाहिँ सब एकजना हुक्का खाँदै, एकजना गिटार बजाउँदै के गर्दै चाहिँ रमाइलो गरिरहेको थियौँ सबैजना। अनि त्यसपछि कराईमा पनि चटपटी लिएर आयो जीवनले। सो त्यही नै, अनि हामी चाहिँ खान थाल्यौँ गाइस। अब चाहिँ अनि मोमो खाने टाइम आइहालेको हुन्छ। अनि मोमो चाहिँ हाम्रो यस्तरी बनाएको थियौँ क्या। र मोमो चाहिँ दामी भएको थियो। कुनै डल्लाहरू चाहिँ अलिक त्यो फुटेर के ग्यास के भएर त्यो भएर चाहिँ अलिक फुटेको रहेछ होइन, त्यति नै। नभए त दामी भएको छ हेर्दाखेरि चाहिँ। त्यसपछि चाहिँ हामीले हात हालेर चप्प लाएर चोप्दै गम पारेर चाहिँ हामी खाना लाग्यौँ। पहिले चाहिँ हामी चेस गर्ने भन्थ्यौँ, तर कसैले पनि चेस गरेर। त्यसपछि मैले पनि दिएँ, तर क्यामेराले छोक्दिएर, त्यही भएर गम्मै खाइदिएँ मैले। र गाइस च्यानलमा जतिजना हुन्छ सब्सक्राइब गरिदिनु होला। अब न्यू भिडियोमा भेट्नेछु, बाई बाई गाइस।